नमस्कार। यहाँहरू सम्पूर्णमा म हार्दिक नमन गर्दछु। नेपाली भाषा साहित्यका एकजना मानव व्यक्तित्व बासु शशीलाई हामीले भौतिक रूपमा गुमाएको आज 33 वर्ष भइसकेको छ। उहाँको सम्झनामा उहाँको योगदानको सम्मानका लागि स्थापना गरिएको बासु शशी स्मृति परिषदले हरेक वर्ष नेपाली भाषा साहित्य कला संस्कृतिमा विशेष योगदान पुर्याउने विशिष्ट प्रतिभाहरू विशिष्ट साहित्यकारहरूलाई निरन्तर सम्मान र पुरस्कृत गर्दै राखेको छ। आजसम्म झन्डै 60 जना त्यस्ता विशिष्ट व्यक्तित्वहरू यो संस्थाबाट पुरस्कृत भइसक्नु भएको छ। आज हामी त्यस्ता विशेष र विशिष्ट व्यक्तिहरूको योगदानको अभ्यर्चना गर्न यहाँ उपस्थित भएका छौँ। यहाँहरू सबैसँग मोबाइल सेट छ, मसँग पनि छ। मैले आफ्नो मोबाइल सेटमा फ्लाइट मोडमा राखेको छु, यहाँहरूले पनि त्यसै गरिदिनु होला। हामी 1 घन्टामा कार्यक्रम सक्नेछौँ, अर्थात् 4:15 हाम्रो कार्यक्रम सकिनेछ। वक्ताजीहरूले यस्तो विश्वास दिलाउनु भएको छ, यस कारणले मैले ढुक्कसँग यो भनिराखेको छु। म कार्यक्रमलाई विधिवत रूपमा औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। नेपाली भाषा साहित्य विशेष गरी कविता र नाटकका एकजना मानव व्यक्तित्व बासु शशीलाई सम्झना गर्दै यो कार्यक्रम हामी सम्पन्न गर्दैछौँ। बासु शशीको 90औं जन्म जयन्तीको अवसर पनि हो यो। हामी बासु शशीप्रति उहाँको योगदानका प्रति नतमस्तक बनिराखेका छौँ आजसम्म। आसन ग्रहण गरिदिनुका लागि बासु शशी स्मृति परिषदका अध्यक्ष सुप्रसिद्ध कवि एवं गीतकार आदरणीय कालीप्रसाद रुजालज्यूलाई म आमन्त्रण गर्दछु, हार्दिक आग्रह गर्दछु। बासु शशी स्मृति परिषदका अध्यक्षजी हुनुहुन्छ आदरणीय कालीदाई। यसै गरी विशेष अतिथिका रूपमा हामीले आमन्त्रण गरेका छौँ नेपाली गीत सङ्गीत चलचित्र क्षेत्रका अर्का एकजना मानव व्यक्तित्व आदरणीय यादव खरेलज्यूलाई। आजको विशेष व्यक्तित्व विशेष अतिथि यादव दाईलाई म मञ्चमा आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। आज पुरस्कृत हुनुहुने 3 जना व्यक्तित्वहरू यसै छानिनु भएको छैन, चुनिनु भएको छैन। उहाँहरूको योगदान विशेष छ। तपाईँ हामी सबै धन्यवादी छौँ। वरिष्ठ साहित्यकार, गीतकार, उपन्यासकार, सुप्रसिद्ध उद्योगी समाजसेवी बसन्त चौधरीज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। बसन्त दाईलाई आज पुरस्कृत गरिँदैछ, सम्मान गरिँदैछ। यसै गरी नेपाली भाषा साहित्य कविता र साहित्यिक पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आइरहनुभएका वरिष्ठ साहित्यकार हरि मञ्जुश्री ज्यू पनि आज पुरस्कृत हुँदै हुनुहुन्छ, सम्मानित हुँदै हुनुहुन्छ। उहाँलाई म मञ्चमा आमन्त्रण गर्दछु। यसै गरी नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा छुट्टै व्यक्तित्व निर्माण गर्नुभएका साहित्यकार वरिष्ठ साहित्यकार आदरणीय जयदेव भट्टराईज्यूलाई पनि आज पुरस्कृत गरिँदैछ, सम्मान गरिँदैछ। म आदरणीय जयदेव भट्टराईज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनुका लागि वरिष्ठ साहित्यकार एवं बासु शशी स्मृति परिषदका उपाध्यक्ष श्री ओम रोदन श्रेष्ठज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। यसै गरी कृष्ण सरस्वती साहित्य पुरस्कारका संरक्षक श्री सरस्वती जोशीज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु।
आज आदरणीय कवि, उपन्यासकार, कथाकार कृष्ण जोशी ज्यूको नाममा स्थापना गरिएको पुरस्कार पनि समर्पण गरिँदैछ। कृष्ण दाई पनि भौतिक रूपमा हाम्रा माझ हुनुहुन्न। हामीले कृष्ण जोशीलाई गुमाएको पनि 1 दशक लामो समय बितिसकेछ। अत्यन्तै सरल, शिष्ट र अनुजहरूलाई विशेष प्रेम गर्ने, स्नेह गर्ने कृष्ण दाई यति बेला मैले उहाँलाई झल्झल्ती सम्झेको छु, याद गरेको छु। मेरो आँखामा आइरहनु भएको छ। उहाँका प्रति पनि, उहाँको योगदानका प्रति नमन गर्दछु। म सरस्वती हजुरलाई आसन ग्रहणका लागि आग्रह गरिसकेका छौँ। यसै गरी सुप्रसिद्ध कवि, वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति आदरणीय विष्णु विभु घिमिरेज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिनुका लागि अनुरोध गर्दछु। यसै गरी बासु शशी स्मृति परिषदका सल्लाहकार, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष, सुप्रसिद्ध कवि आदरणीय राधेश्याम लेकालीज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। मञ्चमा आसन गरिरहनुभएका हाम्रा अतिथिज्यूहरू, हाम्रा पुरस्कृत व्यक्तित्वहरूलाई खादा समर्पण गरिदिनु हुनका लागि कवि एवं अनुवादक आदरणीय श्याम प्रधान र बासु शशी स्मृति परिषदका सदस्य नीना जोशीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। श्याम प्रधान बासु शशी स्मृति परिषदका कोषाध्यक्ष समेत हुनुहुन्छ। दुईजना अत्यन्तै सर्वश्रेष्ठ पूजनीय व्यक्तित्वको नाममा स्थापना गरिएको पुरस्कार हामीले समर्पण गर्न गइराखेका छौँ। यी पुरस्कार समर्पण गर्ने सन्दर्भमा विशेष गरी बासु शशी स्मृति परिषदका सदस्य सचिव प्रद्युम्न जोशी र कोषाध्यक्ष श्याम प्रधानको सहकार्य र निरन्तरको खटाइ नहुनु त यो संस्थाले यहाँसम्म आउन सक्दैन थियो होला र झन्डै 60 जना व्यक्तित्वलाई अभ्यर्चना गर्न पनि भ्याउँदैन थियो होला। उहाँहरूका प्रति पनि हामी हार्दिक आभार व्यक्त गरौँ। अब नेपाली कविता र नाटकका एकजना मानक व्यक्तित्व, मानक साहित्यकार आदरणीय बासु शशी र उपन्यास एवं कविताका अर्का शिखर व्यक्तित्व आदरणीय कृष्ण जोशीज्यूको तस्बिरमा फूलमाला समर्पण गर्ने कार्यक्रम रहेको छ। म आजका विशेष अतिथि र मञ्चमा रहनुभएका अतिथिज्यूहरू, पुरस्कृत व्यक्तित्वज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। बासु शशी र कृष्ण जोशीज्यूको तस्बिरमा फूलमाला समर्पण गर्ने कार्यक्रम रहेको छ। जीवनको छोटो समयमै बासु शशीले कालजै सिर्जना गर्नुभयो र त्यो पनि थोरै होइन, दर्जनौं कृतिहरू छोडेर नेपाली भाषा साहित्यलाई छोडेर जानुभएको छ। नेपाली र नेवाली भाषामा, नेपाल भाषामा उहाँका कृतिहरू प्रकाशित भएका छन् र नेपाली साहित्यको हरेक विधामा कलम चलाउने र उत्कृष्ट सिर्जना गर्ने त्यो क्षमता बासु शशीमा थियो। यसै गरी कृष्ण जोशी ज्यू पनि प्रशासक भइकन नेपाली भाषा साहित्यमा आफूलाई समर्पित गर्नुभएको थियो। उहाँका उपन्यास, कथा र कविताहरू आज पनि उसै गरी लोकप्रिय छन्। कालजयी सिर्जना कृष्ण जोशीले छोडेर जानुभएको छ। कृष्ण जोशीको शुभारम्भ 2079 मङ्सिर 12 गते भएको थियो भने
बासु शशीले आफ्नो भौतिक झोला 2049 चैत्र 4 मा त्याग गर्नुभएको थियो। दुवै महान स्रष्टाको तस्बिरमा फूल माला समर्पण गर्ने कार्यक्रम सम्पन्न भएको छ। विशेष अतिथिज्यू लगायत अतिथिज्यूका प्रति म हार्दिक आभार व्यक्त गर्छु। अब भने कार्यक्रमलाई स्वागत गर्ने बेला भएको छ। स्वागत मन्तव्यका लागि बासु शशी स्मृति परिषदका सदस्य सचिव आदरणीय कवि प्रद्युम्न जोशीज्यूलाई आमन्त्रण गर्छु। प्रद्युम्न दाइ लेखेरै बोल्नुहुन्छ, मुस्किलले 3 मिनेट बोल्नुहुन्छ होला जस्तो लाग्छ। धन्यवाद ठाकुरजी। सभाका आदरणीय सभापति, प्रसिद्ध गीतकार कवि कालीप्रसाद रिजालज्यू, आजका विशेष अतिथि प्रसिद्ध गीतकार, चलचित्र निर्देशक र उहाँको धेरै क्षेत्रहरू छ र आदरणीय दाजु यादव खरेलज्यू, आज सम्मानित हुनुहुने वरिष्ठ साहित्यकार वसन्त चौधरीज्यू, आज सम्मानित हुनुहुने साहित्यकार जयदेव भट्टराईज्यू, आजै सम्मानित हुनुहुने साहित्यकार हरिमोहनश्रीज्यू, मञ्चमा आसीन आदरणीय श्रद्धेय कृष्ण राईका धर्मपत्नी श्रद्धेय भाउजू सरस्वती जोशीज्यू र बासु परिषदका उपाध्यक्ष साहित्यकार शिवम श्रेष्ठ गोविन्दज्यू र वरिष्ठ कवि आदरणीय दाजु डाक्टर विष्णु विवेकज्यू, बासु शशी परिषदका सल्लाहकार कवि आदरणीय रायसम लेकाज्यू, दर्शकवृन्दमा हुनुहुने आदरणीय वरिष्ठ अग्रज र साथीहरू र सञ्चार क्षेत्रमा संलग्न साथीहरू, विभिन्न सङ्घ संस्थामा संलग्न साथीहरू र गत वर्ष सम्मानित, त्योभन्दा अगाडि सम्मानितहरू पनि धेरै स्रष्टाहरू हुनुहुन्छ। आज यहाँ मानबहादुर मुखियादेखि लिएर धेरै सम्मानित पुरस्कृतहरू स्रष्टाहरू हुनुहुन्छ। यहाँ अगाडि नरेन्द्र हुनुहुन्छ र मैले धेरै यहाँ गर्न सकिनँ। आदरणीय दाजु प्रसिद्ध कलाकार मदनलाल श्रेष्ठ हुनुहुन्छ। धेरै मैले मान्नुपर्ने र मेरा साथीहरू पनि हुनुहुन्छ, लायन्सका साथीहरू, अरू साथीहरू पनि हुनुहुन्छ। सबैलाई म हार्दिक नमन गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु। आज वरिष्ठ कवि एवं नाटककार बासु शशीको 90औं जन्म जयन्ती अवसरमा उहाँप्रति मेरो तर्फबाट, यहाँ सम्पूर्णको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। जस्तै वरिष्ठ कवि श्रद्धेय कृष्ण जोशीप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 2050 सालमा स्थापित बासु शशी स्मृति परिषद यहाँसम्म आइपुग्नुमा यहाँहरू सम्पूर्णको सहयोग सद्भावले नै आज 32 वर्ष पुरा भएको छ। यस शुभ अवसरमा यहाँहरू सम्पूर्ण आदरणीय अतिथिज्यूहरूमा आभार प्रकट गर्दै हार्दिक स्वागत गर्न चाहन्छु। आजको यो विशेष कार्यक्रममा सधैँ कवि शशीका समकालीन परम मित्रहरू प्रसिद्ध साहित्यकार द्वय कालीप्रसाद रिजालज्यू, यादव खरेलज्यूको उपस्थिति हाम्रो लागि विशेष महत्त्व रहेको छ। आज कवि रिजालले यसै वर्ष परिषदको नेतृत्व सम्हालिदिनु भएको छ। प्रसिद्ध गीतकार यादव खरेलज्यू र साहित्यकार रायसम लेकाज्यू परिषदको सल्लाहकार भूमिकामा हुनुहुन्छ। उहाँहरू तिनै अग्रज स्रष्टामा हार्दिक आभार प्रकट गर्दछु। परिषदबाट नेपाली भाषा साहित्यमा विशिष्ट योगदान पुर्याउने 50 भन्दा बढी अग्रज स्रष्टाहरू सम्मानित भइसकेका छन्। स्रष्टाहरूलाई हरेक वर्ष पुरस्कृत गर्दै साहित्य लेखनमा हौसला बढाउने कार्य निरन्तर गर्दै आएको सर्वविदित छ। परिषदबाट आज वरिष्ठ साहित्यकार वसन्त चौधरीज्यूलाई बासु शशी साहित्य पुरस्कार 2082 र साहित्यकार जयदेव भट्टराईज्यूलाई यसै वर्ष स्थापना गरेको पहिलो पुरस्कार बासु शशी स्रष्टा पुरस्कार 2082 र साहित्यकार हरिमोहनश्रीलाई कृष्ण सरस्वती साहित्य पुरस्कार 2082 सादर समर्पण गर्दैछौँ। उहाँहरू जस्ता लगनशील अग्रज स्रष्टाहरूमा सम्मान गर्न पाउँदा म लगायत परिषद गौरवान्वित भएको महसुस गरेका छौँ। आदरणीय तिनै स्रष्टामा परिषदको तर्फबाट, मेरो तर्फबाट
यहाँहरू सम्पूर्ण अतिथिज्यूहरूको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। आजको सम्मानले यहाँहरूको लेखनमा थप ऊर्जा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। आज सम्मानित तिनै संस्थाहरूको बारेमा लेखिएको ब्रोसरमा परिचय रहेको पनि सहर्ष जानकारी गराउन चाहन्छु। परिषदका पूर्व अध्यक्ष वरिष्ठ कवि आख्यानकार कृष्ण जोशीको सम्झनामा परिवारबाट स्थापित कृष्ण सरस्वती पुरस्कार 2080 डाक्टर विष्णु राई, 2081 साहित्यकार सन्ध्या पाडेज्यू सम्मानित भइसक्नुभयो भने आज साहित्यकार श्री हरुमनजी सम्मानित हुनुहुनेछ। सधैँ कृष्ण दाईको आत्मालाई शान्ति मिलोस् भन्ने प्रार्थना गर्दछु। बासु शशी स्मृति परिषदका संस्थापक अध्यक्ष तथा प्रसिद्ध आज्ञानकार परशु प्रधान, पूर्व अध्यक्षहरू डाक्टर रामान त्रिसी, कृष्ण जोशी, गणेश रसिक सहित 4 जना पूर्व अध्यक्षहरूले परिषदलाई दिनुभएको अविस्मरणीय योगदान हामी कहिल्यै बिर्सन सक्दैनौँ। उहाँहरूप्रति मेरो तर्फबाट यहाँहरू सम्पूर्णको अतिथिहरूको तर्फबाट भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु। परिषदका संरक्षक श्रीमती जुलुम वैद्यज्यू स्वास्थ्य अनुकूल नभएका कारण आज यहाँ उपस्थित हुन सक्नुभयो। उहाँले सम्मानित हुनुहुने 3 जना स्रष्टामा हार्दिक बधाई सुनाइदिनु भन्नुभएको छ। आजको कार्यक्रममा कुशल सञ्चालक रूपमा परिचित कवि एवं पत्रकार मित्र ठाकुर बेलबासीजीमा हार्दिक धन्यवाद व्यक्त गर्दै अन्त्यमा हाम्रो निमन्त्रणा स्वीकार गरी आफ्नै कार्यक्रम सम्झी सहभागी भइदिनु भएकोमा उपस्थित सम्पूर्ण आदरणीय अतिथि महानुभावमा हार्दिक स्वागत गर्दै कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद आदरणीय प्रबन्धज्यू, अत्यन्तै शालीन, शिष्ट र सरल ढङ्गबाट हामीलाई स्वागत गर्नुभएको छ। तपाईँको कर्म स्तुत्य छ, यो कर्म निरन्तर रहोस् कामना गर्छौँ। आज पुरस्कृत 3 जना व्यक्तिका बारे आदरणीय श्रीयुम श्रेष्ठ रोदनज्यूले बोल्दै हुनुहुन्छ। श्रीयुम दाइले बोल्ने भएपछि कार्यक्रम चलाउन सजिलो हुन्छ, कारण उहाँ लामो बोल्नुहुन्न। वक्ताले लामो बोलिदिनु हो भने अब्जस उद्घोषकले पाउँछ, कार्यक्रम सञ्चालकले पाउँछ। मैले श्रीयुम दाइले आज अलि लामो बोलिदिनुहोस् न भनेको अघि मलाई झपारेको, म मुस्किलले 10 देखि 15 मिनट मात्रै बोल्छु भन्नु। तर फेरि पनि श्रीयुम दाइसँग त्यो शब्दको इथाइती गर्ने कला छ। 3 जना व्यक्तित्वका बारे उहाँले 10 देखि 15 मिनटमै मिठो ढङ्गबाट बोल्नुहुन्छ। हामी सबैले विश्वास गरेका छौँ। वरिष्ठ साहित्यकार श्री श्रेष्ठ रोदनज्यू। ठिक छ, बाँडेको होइन, घडी पनि हेर्नु पर्यो त्यसको। धन्यवाद ठाकुरजी। कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, आज पुरस्कृत हुनुहुने प्रसिद्ध स्रष्टात्रय, मञ्चमा आसीन र उपस्थित सम्पूर्ण साहित्यकारज्यूहरूमा हार्दिक अभिवादन छ। सबैभन्दा पहिला म जसको नाममा पुरस्कारहरू स्थापना भएका छन्, आदरणीय बासु शशी र कृष्ण जोशी, दुवैजनाको प्रति म हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। आज 3 जना सम्मानित हुनुहुने 3 जना स्रष्टाहरू परिचय गरिरहनु पर्ने स्रष्टाहरू हुनुहुन्न। उहाँहरू आफ्नो सिर्जनाको माध्यमबाट आफ्नो क्षेत्रमा र समग्र नेपाली साहित्यमा स्थापित, परिचित, प्रसिद्ध, जसको नाम भनेपछि फेरि उहाँहरूको कतिवटा कृति प्रकाशित भएका छन्, के कस्ता पुरस्कारहरूबाट सम्मानित हुनुहुन्छ, कहाँ जन्मनुभयो, कसको छोरा, कसको छोरी, सन्तान कति छ, यस्तो परिचय दिइरहनु आवश्यक छैन। 3 जना स्रष्टाहरूले लामो समयदेखि नेपाली साहित्य, साहित्यिक पत्रकारिता, गीत सङ्गीत सम्पादन
र साहित्यिक सङ्गठनका क्षेत्रमा एक किसिमको उदाहरणीय कार्यहरू गर्दै आउनुभएको छ र अरू नामहरूसँग जोडिँदा अथवा साहित्यिक क्रिया कर्म सङ्गठनका कुरा गर्दा मानक पाठकका रूपमा उहाँहरूका नामहरू सहज रूपमा बिना विवाद सहज रूपमा लिइन्छ भन्ने कुरा हामीले विश्वास गरेका छौँ। यति हुँदाहुँदै पनि तीनजना स्रष्टाहरूमध्ये हरिकुमार अधिकारी भोजपुरको दिङ्लामा जन्मनुभयो, तर नेपाली साहित्यमा हरि मञ्जुश्रीका रूपमा प्रतिष्ठित स्थापित मात्र नभइकन उहाँले गर्नुभएको काम अहिले यो हाम्रो हातमा परेको ब्रोसियरमा पनि छ। तर पनि नेपाली उहाँले यी विविध क्षेत्रमा आफ्नो गतिलो परिचय स्थापित गर्नुभएको छ। भाषा, साहित्य, पत्रकारिता, सङ्गठन, सम्पादन, हरिमञ्जुश्री नाम मात्रै नामै काफी छ भनेको जस्तै उहाँका नामबाट प्रकाशित भएका, उहाँका सम्पादित र उहाँले लेख्नुभएका पुस्तकहरूको सङ्ख्या 126 पुगेको रहेछ, जसले 126वटा त कख केटाकेटीमा हामीले अथवा केही लेख्न नजान्नेले, भाषा साहित्यको कामै सिर्जनै गर्न नसक्नेले पनि 126वटा किताब त केरकार मात्र गर भन्नलाई पनि त्यो धैर्य हुँदैन जस्तो लाग्छ। त्यो 126वटा पुस्तक मात्रै होइन, उहाँले 2034 सालमा काठमाडौँ आउनु भएपछि 2040 सालदेखि निरन्तर अक्षरहरूसँगै उहाँको बसाइ उठाइ खेलाइ जे भने पनि अक्षर कर्म नै हो। अक्षर बिना मलाई लाग्छ राति निदाउने बेलामा सपनामा यदि देख्नुहुन्छ भने पनि उहाँले अक्षर, साहित्य, सम्पादन, पत्रिका बाहेक अरू केही देख्नुहुन्न जस्तो लाग्छ, जसको प्रत्येक श्वासमा साहित्यिक शब्दहरू नै गुन्जिरहन्छ, साहित्यिक शब्दहरू नै खेलिरहन्छ। त्यस्ता स्रष्टाले सपना पनि अरू देख्न सक्दैनन् भन्ने मलाई लाग्छ। र त्यही कारणले गर्दा उहाँले 2068 सालमा शब्द यात्रा प्रकाश गर्नुभएको छ र शब्द यात्रा प्रकाशन आफ्नै भूमिमा स्थापित छ। त्यति मात्र नभइकन उहाँले गर्नुभएको काम, उहाँले गर्नुभएको सम्मान, उहाँले गर्नुभएको प्रकाशनको सङ्ख्या पनि निकै लामो छ। त्यस बाहेक पनि अतिरिक्त उहाँले के गर्नुभएको छ भने निजी क्षेत्रबाट सामुदायिक विद्यालय खोल्ने प्रथम शिक्षासेवी आवल ब्रह्मचारी षडानन्द अधिकारीको शालिक राख्नुभएको छ। त्यस्तै लोकतन्त्रको पक्षमा आवाज उठाउने प्रथम लोकतान्त्रिक पत्रकार भनेर देवी प्रसाद सापकोटाको, त्यस्तै पहिलो विज्ञान र प्रविधि क्षेत्रमा राष्ट्रिय पुरस्कार पाउनुहुने वैज्ञानिक नरबहादुर भारतीको छ। त्यस्तै प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीको छ। त्यस्तै प्रथम महिला गीतकार, सङ्गीतकार र गायिका मेलवा देवी गुरुङको पनि 5 जनाको मूर्ति राख्नु भएको छ, शालिक राख्नु भएको छ। सँगसँगै समाजसेवी बेलप्रसाद श्रेष्ठको जिउँदै शालिक पनि राख्नु भएको छ। यो त्यति मात्र नभइकन कुनै समय नेपाली पत्रकारितामा साधनाको बिक्रीको रेकर्ड तोडिएको थियो। यति धेरै बिक्री हुन्थ्यो कि प्रत्येक घरमा साधना पुगेन भने
के छुटेको त्यहाँ विविध कुरो हुन्थ्यो। त्यो डाइजेस्ट पत्रिका बिक्रीको रेकर्ड तोडेको एउटा पत्रिका साधनाको पनि सम्पादक उहाँ नै हुनुहुन्थ्यो र नेपाली सिनेमा र कला क्षेत्रमा काम गर्नेहरूको र सम्बन्धितहरूको लागि र दर्शक पाठकहरूको निमित्त पनि यदि कामना पत्रिका हेर्न छुट्यो भने हिरो पनि नचिन्ने, डाइरेक्टर पनि नचिन्ने, गीतकार पनि नचिन्ने, के बन्दैछ भन्ने पनि नचिन्ने जस्तो थियो। कामना र साधना दुवैको सम्पादक पनि उहाँ नै हुनुहुन्थ्यो। त्यति मात्र नभइकन हरि मञ्जुश्री जीसँग धेरै अगाडिदेखि, मलाई लाग्छ धेरै अगाडिदेखि, लगभग 30-35 वर्ष अगाडिदेखि हामी विभिन्न सङ्घ संस्थामा आबद्ध भएर पनि सहकार्य गरेका छौँ। मलाई अहिले पनि सम्झना छ, जतिखेर म साहित्यमा चिनिने प्रयास गर्दै थिएँ, लेख्दै थिएँ, त्यतिखेर उहाँले नेपाल भूमि भन्ने साप्ताहिक पत्रिकामा, मलाई लाग्छ फुल पेज जस्तो लाग्छ, 2036 साल पछिका रोदन र रोदनहरू भनेर एउटा लेख लेख्नु भएको थियो र त्यो लेखले म असाध्य प्रेरित भएको थिएँ, हौसेको थिएँ। ओहो, अलिअलि लेख्न रहर गर्दाखेरि पनि यति ठुलो अवसर पाइँदो रहेछ। त्यही अवसर, त्यही हौसलाको भर्याङ चढ्दै चढ्दै यहाँसम्म आइपुगेको जस्तो लाग्छ। त्यसैले आज यो औपचारिक अवसरमा म हरि मञ्जुश्रीजीलाई धन्यवाद र यो सम्मानको लागि सम्मान कृष्ण सरस्वती साहित्य पुरस्कार 2082 सम्मानको लागि हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै जयदेव भट्टराईलाई साहित्यमा लागिरहनेहरूले पनि नचिनेर सुखै छैन, लाग्न खोज्नेहरूले त झन् सुखै छैन। किनभने कोही अग्रज स्रष्टाहरूलाई चिनाउने काम, जसको नेपाली साहित्यमा लामो योगदान छ, तर कालखण्डमा लेख्न बिर्सेर बिरामी भएर वर्षौँदेखि घरमा थन्केर बस्नु भएको यदि कोही स्रष्टालाई पनि, विशेष गरेर गोर्खापत्रको शनिबारमा लेखेर चिनाएर फेरि अरू साहित्यिक अभियन्ताहरूलाई, अरू सङ्घ सङ्गठनहरूलाई चिनाउने काम, झकझकाउने काममा अत्यन्तै ठुलो योगदान जयदेव भट्टराईको छ। र जयदेवजीले भाषा साहित्य र सम्पादनको काम गरेर उहाँले ठुलो अग्लो व्यक्तित्व बनाउनु भएको छ। यद्यपि हामीले देख्दा शारीरिक रूपमा होचो हुनुहुन्छ, तर उहाँको व्यक्तित्व, उहाँले गर्नुभएको कर्मको व्यक्तित्व भने निकै अग्लो छ। उहाँ अहिले ललितपुरमा बस्नुहुन्छ, उपमण्डलमा। हामी निकटतम छिमेकी हौँ, तर उहाँको जन्म काठमाडौँको ओटुमा भएको थियो 2022 सालमा। उहाँ धेरैभन्दा धेरै आफ्नो मौलिक सिर्जनामा भन्दा बढी अरूको सिर्जनालाई सम्मान गर्ने काममा बढी खट्नु भएको कारणले गर्दा उहाँका मौलिक 5 र अन्य गरेर 12 कृति मात्रै प्रकाशित छन्। त्यति मात्रै नभइकन हामी पटक पटक भन्ने गरेका छौँ र अहिले नभन्नेहरूले पनि के महसुस गरेका छन् भने राम्रो लेखेर थोरै दिन मात्र चिनिन्छ। स्रष्टाहरू पाठ्यक्रममा पर्ला, प्रतियोगिता पुरस्कृत होला, सम्मानित होला, तर उसको व्यवहार यदि क्षुद्र छ, अरूलाई सम्मान गर्न जान्दैन भने त्यो मान्छे जति सुकै राम्रो लेख्ने भए तापनि उसलाई अलिअलि हराउन साथै ऊ साँच्चीकै हराउँछ। तर जयदेवजीलाई कहिले रिसाएको देख्नु भएको छ तपाईँहरूले? सधैँ हाँसिरहेको हँसिलो मुहार। उहाँको त्यो व्यक्तित्वले के देखाउँछ भने उहाँ सधैँ सकारात्मक हुनुहुन्छ भन्ने कुरा
त्यो अनुहारले त्यो व्यवहारले उहाँका गरिरहेको क्रियाकलापले प्रमाणित गरेको छ। सबैप्रति हार्दिक हुनुहुन्छ। हामी अगाडि परेको कुरालाई मात्र सत्य भन्छौँ। उहाँ नदेखिएका नभेटिएकाहरूलाई खोजी खोजी निकालेर त्यो प्रमाणित गर्नुहुन्छ। गोरखापत्रको शनिवासर्यमा गोरखापत्र शनिवासर्यको साहित्यिक पृष्ठको माध्यमबाट उहाँले अग्रजहरूको सम्मान मात्रै होइन, नयाँ लेख्न चाहने, लेख्न खोज्ने, सार्वजनिक हुन खोज्नेहरू धेरैभन्दा धेरैलाई प्रोत्साहित पनि गर्नुभएको छ। र उहाँ निवृत्त हुनुभएपछि, गोरखापत्र संस्थानबाट निवृत्त हुनुभएपछि पनि उहाँले गर्दै आउनुभएको कर्म छोड्नु भएको छैन र अहिले पनि उहाँले आरब्ध साहित्यिक पत्रिका प्रकाशन गरिरहनु भएको छ। आरब्ध साहित्यिक पत्रिका हेर्नुहुने कसैलाई पनि त्यो पत्रिकाको स्तरको बारेमा भनिरहनु पर्दैन, पत्रिका आफै बोल्छ। उहाँका अधिकांश कृतिहरू खोजमूलक छन्। स्रष्टाहरूको सम्मानमै छन्। धेरै परिश्रम गर्नुभएको छ। धेरै त्यसमध्येमा पनि तपाईँ हामीले सबैले थाहा पाएको साहित्यकार परिचय र अभिव्यक्ति भन्ने 2054 सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित लेखक कोश, साहित्यकारहरूको परिचय गराउने कोशलाई उहाँले असाध्य धेरै मेहनत गर्नुभएको छ। त्यो 2044 सालमा गोविन्द बहादुर मल्ल गोठालेको परिचय लिएर त्यहाँबाट सुरु गर्नुभएको त्यो कोश 10 वर्षसम्म साँच्चीकै कुनै सरकारी अथवा गैर सरकारी सङ्घ संस्थाको प्रोजेक्ट जस्तो कमाइ हुने नभइकन आफ्नै गाडी, आफ्नै मोटरसाइकल, आफ्नै खुट्टा, आफ्नै कलम, आफ्नै खाजा, आफ्नै समय खर्च गरेर 10 वर्ष, त्यो पनि नेपाल भित्रका जिल्लाहरूमा मात्रै नभइकन प्रवासका धेरै ठाउँमा पनि उहाँले पुगेर स्रष्टाहरूको हस्ताक्षर, परिचय सङ्कलन गरेर, मलाई लाग्छ त्यो कोश नै, त्यो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट छापिएको कोशकै कारणले धेरै साहित्यकारहरूलाई चिनाउने काम गर्यो। धेरै साहित्यकारहरूको योगदानलाई विभिन्न सङ्घ संस्थानहरूले मूल्याङ्कन गर्ने काम गर्यो। किनभने समग्र रूपमा एउटा कोश त बन्यो नि, तर त्यो कोश बनाउँदाखेरि उहाँलाई कसैले चोर भने, कसैले ठग भने, कसैले दरबारको सिआइडी भने, कसैले ढोकैबाट छिर्नु नदिएर गेट आउट, त के पैसा माग्न आइस् त फटा भने, होइन। यी सबै कुरा सहँदै पनि उहाँले 589 जना देश र विदेशका स्रष्टाहरूको ठुलो भोलमको कोश निकाल्नु भएको छ। त्यो मलाई लाग्छ अहिले त थुप्रै निस्किसक्यो त्यस्तो कोशहरू विभिन्न ठाउँबाट विभिन्न किसिमले। तर जे निस्केको भए तापनि स्रष्टाहरूलाई परिचय गराउने कोश त्यो कोश जयदेवजीको त्यो कोश भनेको जग कोश हो। त्यही कोश माथि टेकेर त्यही कोशलाई जग बनाएर अरू कोशहरू बनेका छन्। त्यसैले जयदेवजीलाई नेपाली साहित्यिक क्षेत्रमा र साहित्यकारहरूले बिर्सन खोजेर पनि सक्दैन भन्ने कुरा हामीले विश्वास गरेका छौँ। र त्यो ग्रन्थ, त्यो कोश चाहिँ नि फेरि आधिकारिकताको हिसाबले पनि अत्यन्त छ, विवाद रहित छ। धेरै कोशहरू त प्रकाशित हुनासाथै यही प्रज्ञा प्रतिष्ठानको आँगनमै बसेर च्यात्ने काम पनि भएको हो।
विरोध र विवादका त्यस्ता कोषहरूको धेरै अभिलेख छन्। तर जयदेव भट्टराईले प्रकाशन गर्नुभएको त्यो कोषको चाहिँ नि ठुलो गरिमा छ, इतिहास छ र त्यस्ता व्यक्ति जसले गोरखापत्रमा निरन्तर लेखिरहनु भएको थियो। मलाई पनि लाग्छ 44-45 सालतिरै मेरो घरमा आएर मेरो हस्ताक्षर सहित मेरो परिचय त्यसमा प्रकाशित गरिदिनु भएको थियो, जसको कारणले गर्दा म साहित्यमा लाग्नको निमित्त उत्प्रेरित भएको थिएँ, प्रोत्साहित भएको थिएँ र हामीले गोरखापत्रमा सँगै बसेर धेरै काम गोरखापत्रको ऐतिहासिक दस्तावेजहरूको सहकार्य पनि गरेका छौँ। जयदेवजी आज सम्मानित हुँदै हुनुहुन्छ, धेरै पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ। तर उहाँले गर्नुभएको कर्मको योगदानलाई सम्मान गर्दै बासु शशी स्रष्टा पुरस्कार 2082 सम्मानबाट सम्मानित हुनुभएकोमा म उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु। त्यस्तै बसन्त चौधरी, जसको नाम लिन साथै सबैले एकजना उद्योगपतिको रूपमा चिन्नुहुन्छ। धेरैजना त्यस्ता हुनुहुन्छ, धेरैजना त्यस्ता व्यक्तित्वहरू हुनुहुन्छ जसले व्यापार गरेको छ, उद्योग चलाएको छ, रोजगारी दिएको छ। तर बसन्त चौधरी रेडियोमा, टेलिभिजनमा, अखबारमा, कार्यक्रममा कतै नाम आउन साथै अरूले कसरी चिन्छन् थाहा छैन। तर नेपाली भाषा, साहित्य, कला, यो गीत सङ्गीतको क्षेत्रमा गीतकारको रूपमा, कविको रूपमा, उपन्यासकारको रूपमा प्रष्ट चिनिने गरेर एउटा चित्र आउँछ। र बसन्त चौधरी व्यापार गरेर धेरै लेखक कविहरूलाई सम्मान गर्दै आउनुभएको एउटा स्रष्टा पनि हो। स्रष्टा मात्रै नभइकन आफूले हिँडेको यात्रामा, आफूले रमाएको क्षेत्रमा अरूलाई पनि सम्मान गर्नु यो अर्को कुरो हो। फेरि यो अर्को गौरवको कुरो पनि हो, तपाईँ हामीले सम्मान गर्नुपर्ने कुरो पनि हो। पुर्ख्यौली उहाँको पेसा व्यापार नै हो। जन्मसँगै उहाँको परिचय बसन्त चौधरी भए तापनि बसन्त चौधरी भन्न साथै गीतकार बसन्त चौधरी, उपन्यासकार बसन्त चौधरी, कवि थुप्रै छ। धेरै ठाउँमा धेरै किसिमले काम गर्नुभएको छ। व्यापार र सिर्जना भनेको फरक फरक क्षेत्र हो। फेरि व्यापारमा नाफा हेरिन्छ, सिर्जनामा सन्तुष्टि हेरिन्छ। यो नाफा र आत्मसन्तुष्टि यी दुईटा फरक फरक धारका विधा भए तापनि, क्षेत्र भए तापनि उहाँले दुईटालाई समन्वय गरेर दुवै ठाउँमा सफल स्रष्टा, सफल उद्योगपतिको रूपमा आफूलाई उभ्याउन सक्नु भएको छ। यस अर्थमा उहाँ भाग्यमानी स्रष्टा हुनुहुन्छ भन्छु म। होइन भने उद्योगपति, पैसा हुने व्यापारी धेरै छन् र धेरै पैसा कमाइसकेपछि अहिले साहित्यकार भनेर चिनिनको निमित्त अरूलाई लेखाएर धेरै ठुलो होटलमा भोज पार्टी गरेर विमोचन गरेर साहित्यकार बन्न रुचाउने र बन्न खोज्नु भएकाहरू धेरैजना हुनुहुन्छ। उहाँहरू भनेको त्यो पानी पर्दा चम्किने चट्याङको झिल्का जस्तो मात्रै हो। विमोचन हुन्छ, केही दिन समाचार आउँछ, त्यसपछि त्यो पात्रको नाम भन्दाखेरि कसैले पनि कवि, लेखक भन्दैन। लेख्नु भएको पनि छ नि भनेर जोड्छ। नत्र त उहाँ व्यापारी हो, वा यो हो, उहाँ नेता हो। पैसा कमाएर साहित्यमा आउने मोह राख्नेहरूको यो भिडलाई चिरेर पैसा कमाएपछि होइन, स्वतस्फूर्त रूपमा सिर्जना यात्रामा लाग्नु भएको बसन्त चौधरी भाग्यमानी हो। 2013 सालमा जन्मिनु भएको, 70
अब अर्को हप्ता उहाँको जन्मदिन छ। 70 को हाराहारीमा पुगे तापनि बसन्त दाई यो साहित्य साधनाले जस्तो लाग्छ त्यस्तो देखिनुहुन्न, फुर्तिलो हुनुहुन्छ होइन। उहाँका अहिलेसम्म 21 वटा कृतिहरू प्रकाशित भइसकेका छन्। नेपाली, अङ्ग्रेजी, हिन्दीमा कविता, गीत, निबन्ध, जीवनी, दर्शन, गजल, उपन्यास भए पनि बसन्त चौधरी भन्न साथ चाहिने सबैभन्दा धेरै गीत सङ्गीतमा नाम आउँछ जस्तो लाग्छ। यो मैले नबुझेको पनि हुनसक्छ। 8 वटा करिब सिडीहरू छन् र उहाँ पहिलो नेपाली साहित्यकार हुनुहुन्छ जसको 9 वटा भाषामा एकैपटक बसन्त भन्ने कविता सङ्ग्रह 2074 सालमा आएको थियो। एकैपटक एउटै कविता सङ्ग्रह 9 वटा भाषामा एकैचोटि प्रकाशित भएको थियो। त्यो सम्भवतः उहाँ पहिलो हुनुहुन्छ कि भन्ने मलाई लाग्छ। र अर्को उहाँ नै अर्को किसिमले पनि उहाँ पहिलो हुनुहुन्छ। एकल विश्व काव्य यात्रा गर्ने पनि उहाँ पहिलो नेपाली साहित्यकार हुनुहुन्छ। उहाँले हालसम्म 21 वटा विभिन्न देशका सहरहरूमा यो यात्रा विगत 15 वर्षदेखि निरन्तर गर्दै आउनुभएको छ। र बसन्त दाई नेपाली साहित्यमा धेरैवटा कृति बनाइसक्नु भएका कृतिमानी स्रष्टा मात्रै नभएर हार्दिक र संवेदना युक्त स्रष्टा पनि हुनुहुन्छ। व्यापारी सितिमिति स्रष्टा बन्न सक्दैन भनेको कारण किनभने उनीहरूको संवेदना पनि नाफा घाटा र क्यालकुलेटरसँग जोडिएको हुन्छ। उहाँ सर्जक मात्रै नभएर उहाँले सम्मान गर्ने धेरैभन्दा धेरैलाई बसन्त चौधरी फाउन्डेसनबाट र आफ्नो आमा बुवाको नाममा स्थापना गर्नुभएको लुनकरण दास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरबाट प्रत्येक वर्ष हामीले उहाँले गरिरहनु भएको सम्मान पुरस्कार हामीले हेरिरहेका छौँ र हामी साक्षी छौँ। र स्रष्टाका रूपमा जति भावुक र संवेदनशील हुनुहुन्छ त्यति नै ठुलो छाती पनि छ उहाँको। प्रत्यक्ष रूपमा त्यसको एकजना उदाहरण म पनि हुँ, अरू पनि धेरैजना हुनुहुन्छ होला। म निबन्ध लेख्न खोज्दै थिएँ। 50 सालसम्म लेखेका निबन्धहरूको पाण्डुलिपि तयार पारेर म प्रकाशनको लागि हिँडिरहेको थिएँ, खोजिरहेको थिएँ। कसैले चिन्थेन, कसैले पत्याउँथेन। कहाँबाट बसन्त दाईसँग सम्पर्क भयो र बसन्त दाईले मेरो पहिलो निबन्ध सङ्ग्रह 2054 सालमा अर्थहीन अर्थहरू निकालिदिनु भयो र त्यो संयोगले त्यसै वर्षको उत्तम शान्ति पुरस्कार प्राप्त गर्न सफल भयो। त्यही कारणले म निबन्ध यात्रामा आजसम्म हौसिएर लागिरहेको छु। त्यसको निमित्त पनि आज म यो सबैलाई साक्षी राखेर बसन्त दाईप्रति हार्दिक धन्यवाद र यो पुरस्कार सम्मानको लागि हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु। धन्यवाद। श्रीमतीले लामो बोल्नुभयो जस्तो लाग्यो तपाईँलाई होइन? दाइले भन्नुभन्दा जब 5 मिनट बढी 3 जना संस्थाका बारे मिहिन ढङ्गबाट यति छोटो समयमा कसैले बोल्न सक्छ भने त्यो श्रीयुत श्रेष्ठ गोदनले मात्रै सक्नुहुन्छ। उहाँले अत्यन्त मिठो गरी आज पुरस्कृत आदरणीय 3 जना व्यक्तित्वका बारे बताउनु भएको छ, हामीलाई जानकारी दिनुभएको छ। श्रीमती दाइका प्रति हामी आभार व्यक्त गर्छौँ। अब भने हामीले आज सम्मान गर्नका लागि, पुरस्कृत गर्नका लागि, अभ्यर्थना गर्नका लागि आमन्त्रण गरिएका चुनिएका स्रष्टाजीहरूलाई पुरस्कार सम्मान समर्पण गर्ने बेला भएको छ। म वरिष्ठ साहित्यकार, गीतकार तथा उपन्यासकार, सामाजिक अभियन्ता, सुप्रसिद्ध उद्योगी, समाजसेवी आदरणीय बसन्त चौधरीज्यूलाई बासु शशी साहित्य पुरस्कार ग्रहण गरिदिनुका लागि अनुरोध गर्दछु र यो पुरस्कार समर्पण गरिदिनुका लागि
वरिष्ठ कवि एवं गीतकार बासु शशी स्मृति परिषदका अध्यक्ष आजका सभाध्यक्ष आदरणीय काली प्रसाद रिजालज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज पुरस्कृत हुनुभएका आदरणीय साहित्यकार वरिष्ठ साहित्यकार वसन्त चौधरी ज्यूमा समर्पण गर्न तयार गरिएको सम्मान पत्रमा लेखिएको बेहोरा म वाचन गर्छु। बासु शशी स्मृति परिषद चावै 7 काठमाडौँ स्थापना 2050। सम्मान पत्र श्री वसन्त चौधरीज्यू वरिष्ठ साहित्यकार, नेपाली तथा हिन्दी भाषा साहित्यमा कविता, गीत, उपन्यास लेखन तथा संवर्धन र संरक्षणमा विगत 4 दशकदेखि उल्लेखनीय सेवा गरी विशिष्ट योगदान गर्नुभएकोमा यहाँलाई विशेषतः वरिष्ठ सर्जकका रूपमा रु 25,000 नगद सहित बासु शशी साहित्य सम्मान 2082 सादर समर्पण गर्दछौँ। आगामी दिनमा यहाँको सृजनशील जीवन, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ। काली प्रसाद रिजाल अध्यक्ष, श्रीमती जुलुम वैद्य संरक्षक, प्रद्युम्न जोशी सदस्य सचिव। वसन्त दाइलाई हार्दिक बधाई। वसन्त दाइको अघि श्रीम दाइले पनि भन्नुभयो मन निकै ठुलो छ, धेरै उद्योगीहरूले मन खुम्च्याउँछन्। वसन्त चौधरीज्यूको मन सुभाले धेरै त्यस्ता कवि लेखकहरूले बाँच्ने सु अवसर प्राप्त गर्नुभएको छ। उहाँको आफ्नो अस्पताल नर्विकमा कैयौँ त्यस्ता संस्थाहरूले निःशुल्क उपचार प्राप्त गर्नुभएको छ। यो पनि वसन्त दाइका लागि हामीले हार्दिक आभार व्यक्त गर्ने एउटा विषय हो। अब अर्को पुरस्कार ग्रहण गरिदिनुका लागि वरिष्ठ साहित्यकार आदरणीय जयदेव भट्टराईज्यूलाई म आग्रह गर्दछु। उहाँलाई बासु शशी स्रष्टा पुरस्कार 2082 समर्पण गरिँदैछ। यो पुरस्कार समर्पण गरिदिनुका लागि सभाध्यक्ष श्री काली प्रसाद रिजालज्यूलाई आग्रह गर्दछु। बासु शशी स्मृति परिषद सम्मान पत्र श्री जयदेव भट्टराईज्यू साहित्यकार, नेपाली भाषा साहित्यको संवर्धन र संरक्षणमा विशेषतः जीवनी लेखन, अनुसन्धान, सम्पादन गरी साहित्यिक पत्रकारका रूपमा विगत 3.5 दशकदेखि उल्लेखनीय सेवा गरी विशिष्ट योगदान पुर्याउनु भएकोमा यहाँलाई रु 21,000 नगद सहित बासु शशी स्रष्टा पुरस्कार 2082 सादर समर्पण गर्दछौँ। आगामी दिनमा यहाँको सृजनशील जीवन, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ। काली प्रसाद रिजाल अध्यक्ष, श्रीमती जुलुम वैद्य संरक्षक, प्रद्युम्न जोशी सदस्य सचिव। जयदेव भट्टराई नेपाली साहित्यिक पत्रकारिताका अग्रणी व्यक्तित्व हुनुहुन्छ। विशेष गरी हामी जस्ता अनुजहरूका लागि प्रेरणाको व्यक्तित्व हुनुहुन्छ। अनुसन्धानात्मक थुप्रै कृतिहरू जयदेव दाइका छन्। उहाँले थोरै कृति सार्वजनिक गर्नुहुन्छ तर अत्यन्तै महत्त्वपूर्ण कृतिहरू छन्। 7वटा कृति प्रकाशित भइसकेका छन् जयदेव भट्टराईका। अब अर्को पुरस्कार समर्पण गर्ने पालो भएको छ। कृष्ण सरस्वती साहित्य पुरस्कार 2082 बाट पुरस्कृत हुँदै हुनुहुन्छ वरिष्ठ साहित्यकार श्री हरि मञ्जुश्रीज्यू। उहाँलाई यो पुरस्कार समर्पण गरिदिनुहुनका लागि आजका विशेष अतिथि सुप्रसिद्ध एवं वरिष्ठ गीतकार, चलचित्र निर्देशक यादव खरेलज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। बासु शशी स्मृति परिषद सम्मान पत्र श्री हरि मञ्जुश्री साहित्यकार, नेपाली भाषा साहित्यको संवर्धन र संरक्षणमा विशेषतः कविता, कथा, उपन्यास, जीवनी लेखन एवं सम्पादन गरी साहित्यकारका रूपमा विगत 4 दशकदेखि उल्लेखनीय सेवा गरी विशिष्ट योगदान गर्नुभएकोमा यहाँलाई रु 25,000 नगद सहित कृष्ण सरस्वती साहित्य पुरस्कार 2082 सादर समर्पण गर्दछौँ। आगामी दिनमा यहाँको सृजनशील जीवन, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ। काली प्रसाद रिजाल अध्यक्ष, श्रीमती सरस्वती जोशी संरक्षक, कृष्ण सरस्वती साहित्य पुरस्कार श्रीमती जुलुम वैद्य संरक्षक,
सदस्य प्रद्युम्न जोशी सदस्य सचिव। यो पुरस्कार बासु शशी स्मृति परिषदले वितरण गरे पनि यसको व्यवस्थापन गर्नका लागि कृष्ण सरस्वती साहित्य पुरस्कार को छुट्टै समिति पनि बनाइएको छ। संरक्षकमा श्रीमती सरस्वती जोशी र सुन्दर जोशी हुनुहुन्छ भने सदस्यमा श्री राधेश्याम लेकाली, श्री प्रद्युम्न जोशी र श्री सुशील जोशी रहनु भएको छ। हरिमञ्जुश्री नेपाली भाषा साहित्यका एकजना अथक स्रष्टा हुनुहुन्छ। विशेष गरी साहित्यिक पत्रकारिता र सृजनशील साहित्यमा उहाँको योगदान विशेष छ। त्यही योगदानका लागि आज उहाँलाई कृष्ण सरस्वती साहित्य पुरस्कारबाट पुरस्कृत गरिएको छ। तीनैजना पुरस्कृत व्यक्तित्वज्यूहरूलाई हामी हार्दिक बधाई ज्ञापन गर्छौँ र अतिथिज्यूहरूलाई नमन व्यक्त गर्छौँ। यो महत्त्वपूर्ण कार्य सफल भएको छ। आदरणीय तीनजना दाजुहरू आज पुरस्कृत हुनुभएको छ। उहाँहरूलाई हार्दिक बधाई र उहाँहरूको सृजनशीलता अझ झाँगियोस्, अझ बढोस्, यो पनि कामना गर्छौँ। पुरस्कृत भइसकेपछि कसैलाई मन्तव्य राख्न बोलाइयो भने त्यो बडो अप्ठ्यारो गाह्रो काम हो जस्तो लाग्छ। कैयन स्रष्टाहरू त्यसो भन्नुहुन्छ, पुरस्कृत त भइ त सके, अब बोल्ने के? खुसीको बेला बोल्ने कुरा सबै हराउँछन्, मनभरि खुसी मात्रै छ भनेर भन्नुहुन्छ। आज पनि सम्भवतः आजका पुरस्कृत स्रष्टाहरूलाई त्यस्तै लागेको हुन सक्छ। तथापि कार्यक्रममा उहाँहरूलाई वक्ताका रूपमा राखिएको छ। मैले मन्तव्यका लागि आदरणीय साहित्यकार पुरस्कृत व्यक्तित्व हरिमञ्जुश्रीज्यूलाई आमन्त्रण गर्छु। मैले सुनेको छु हरिदाईले छोटो समयमा धेरै महत्त्वपूर्ण कुरा बोल्नुहुन्छ। आज चाहिँ 5 मिनटभित्र उहाँको मन्तव्य सकिन्छ। यो गरिमामय सभाका सभासदज्यूहरू, सभापतिज्यू, मसँगै पुरस्कृत हुनुभएका सहकर्मी मित्रहरू र विशेष अतिथिज्यू सबैमा म यथोचित प्रणाम गर्दछु, वन्दना गर्दछु। र आज जुन संस्थाले मलाई पुरस्कृत गर्यो त्यो व्यक्तित्व जसको नाउँमा आजको यो पुरस्कार समर्पण गर्ने संस्था जन्मियो त्यो व्यक्तित्व बासु शशी र जसको नाउँमा पुरस्कार राखियो त्यो व्यक्तित्व कृष्ण जोशीप्रति हार्दिक श्रद्धा भाव व्यक्त गर्दछु। आजको पुरस्कार चाहिँ मलाई आफ्नै परिवारले मलाई दिए जस्तो मलाई अनुभूति भयो। यसको कारण के हो भने कृष्ण जोशीको जिल्लामा म जन्मेँ, बासु शशीको जिल्लामा आएर पढेँ, कर्म गरेँ, सिप सिकेँ, दक्षता हासिल गरेँ र जसको हातबाट मैले आज अभिवन्दना पत्र ग्रहण गरेँ, यादव खरेल, उहाँको जिल्लामा गएर आफ्नो कर्मभूमि बनाएर त्यहाँ बसेँ। यसैले आजको यो पुरस्कार भनेको यी तीनैजना संस्थाबाट सम्मिलित भएको एउटा पुरस्कार जस्तो मलाई अनुभूति भयो। कृष्ण जोशी जन्मेको जिल्ला भोजपुर, जुन जिल्लामा मैले चाहिँ मेरो छोरासहित 6 पुस्ताले लगातार अक्षरको सेवा गरेको वंशमा जन्मिने सौभाग्य पाएँ। त्यसपछि काठमाडौँ आएँ, बासु शशीसँग सम्पर्क भयो 2040 सालतिर पूर्णप्रसाद ब्राह्मणको माध्यमबाट। 2050 सालमा निस्केको बासु शशी स्मृति ग्रन्थमा मैले यसको विषयमा धेरै लेखेको छु। अहिलेको हिसाबले हेर्दाखेरि, अहिलेको भाषामा भन्दाखेरि म चाहिँ एक प्रकारले डिप्रेसनमा गएको अवस्था रहेछ जस्तो लाग्छ मलाई। अहिले हेर्दाखेरि अहिले डिप्रेसन भन्ने शब्द धेरै प्रचलित छ। त्यो अवस्थामा बासु शशीले 9 दिनसम्म मलाई ताम्रेश्वर जय बागेश्वरीको घरमा राखेर विभिन्न पुस्तकहरू पढेर मलाई सुनाएर सिकाएर अन्तिममा 20 रुपियाँ हातमा राखिदिएर ल तिमी अब रानी पोखरीमा गएर हाम फाल्न भनेर मलाई भन्नुभएको थियो। यसरी मेरो आत्मबल बढाउने काम गर्नुभएको थियो बासु शशीले, जसलाई म बासुदाई भनेर भन्ने गर्छु। र उहाँकै शिक्षाले गर्दाखेरि ममा आत्मबल पनि बढ्यो। उहाँले 9 दिनसम्म आफ्नो घरमा राखेर मलाई पालेर
त्यो प्रेसको घरमा सुताएर जुलुम भाउजू चाहिँ बाहिर अफिसमा काम गर्न गएको बेलामा पनि मलाई पढाएर 9 दिनसम्म पढाएर उहाँले जुन ममा चाहिँ ऊर्जा भरिदिनु भयो, त्यो ऊर्जाले गर्दाखेरि म अहिलेसम्म पनि यादव परेलको जिल्लामा काम गर्न सकिरहेको छु। यसैले बासु शशी प्रति त मेरो जीवन नै कृतज्ञ छ। त्यस पछाडि कृष्ण जोशीको नामको जुन पुरस्कारको सन्दर्भ आयो, कृष्ण जोशी जसलाई मैले दाजु भने, सरस्वती जोशी जसलाई मैले भाउजू भने भनिरहेकै छु। म उहाँहरूको घरमा बसेको पनि छु, उहाँहरूको घरमा पनि बसेको छु, खाएको छु। अनि जोशी दाइले मलाई आफ्नै भाइ जस्तै गरी माया गर्नुभयो। उहाँले नै पैसा दिएर शब्दयात्रा प्रकाशनमा अक्षय कोष राख्यो। हरेक वर्ष कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार शब्दयात्रा प्रकाशनबाट समर्पण गरिरहेकै छौँ। हामीले शब्दयात्रा प्रकाशनको लागि धेरै माया गरेर उहाँले त्यो संस्थाले खोलेको पुस्तकालयमा 300वटा पुस्तक पनि प्रदान गर्नुभयो, साहित्यिक पुस्तकहरू। त्यस्तो व्यक्तिलाई मैले बिर्सिने त कुरै भएन र त्यस्तो व्यक्तित्वको नामको पुरस्कार मैले पाएँ, म धन्य भएको छु। भोजपुरमा जन्मेर काठमाडौँमा सिकेको सिप, काठमाडौँमा हुँदा बस्दाखेरि मैले पाएको जनसम्पर्क, त्यसको कारणले काभ्रेपलाञ्चोक जिल्लामा हामीले 68 सालमा शब्दयात्रा प्रकाशन खोल्यौँ। नेपाल सरकारसँग 1 रुपियाँ पनि आर्थिक सहायता नमागिकन नलिइकन अहिले शब्दयात्रा प्रकाशनसँग बनेपामा कसैले 2 आना, कसैले 3 आना, कसैले 4 आना जग्गा दान गर्दै गर्दै लगभग हामीसँग अहिले 5 रोपनी जग्गा छ। शब्दयात्रा प्रकाशनसँग हामीसँग 3वटा घर छन्। हरेक वर्ष 23वटा विधामा सम्मानको र 17वटा विधामा पुरस्कारको व्यवस्था हामीले गर्ने सम्भव भएको छ। त्यो 5 रोपनी जग्गाभित्र हामीले 108 शिवलिङ्ग राख्यौँ, 8वटा शालिग बनायौँ र 6-7वटा मन्दिरको पनि निर्माण गऱ्यौँ। अहिले नेपालमा योगदानी महिलाले गरेको योगदानको बारेमा अनुसन्धान गर्ने ठाउँ कहीँ पनि छैन भनेर हामीले योगदानी महिला अनुसन्धान केन्द्र पनि खोल्यौँ। 271वटा पुस्तक हामीले त्यो संस्थाबाट प्रकाशन गर्न सकेछौँ। पुस्तकालय लगभग 16,000 पुस्तक भएको पुस्तकालय बनाउन सकेछौँ। यसरी धेरै कामहरू हामी संस्थाबाट गर्दैछौँ र अक्षर सिमी सहयोग कोष नाम गरेको एउटा कोष खडा गरेर विपत्तिमा परेका कलाकारलाई, लेखकलाई, पत्रकारले हामीले आर्थिक सहयोग पनि गरिरहेकै छौँ। अनि त्यति पनि हामीलाई चित्त बुझेन, हाम्रो अभियान सार्थक भएन कि जस्तो लागेर हामीले शब्द साधक अतिथि गृह भनेर बनाएका छौँ। लेखक साहित्यकारहरू गएर बस्ने, त्यहाँ बसेर सिर्जना गर्ने कामहरू गर्नुभएको छ। त्यहाँ बसेर लेखेका किताबहरू हाम्रो संस्थाबाट छापिएका पनि छन्। यसरी साहित्य साधनाका गर्दै गर्ने त्यो पनि अक्षरकै सेवा हो कि जस्तो लागेर शब्दयात्रा प्रकाशनबाट गरिरहेका छौँ कामहरू। यिनी कामहरू गर्नको लागि हामीलाई यो पुरस्कारले अझ बढी प्रेरणा दिएको छ। यसप्रति म हार्दिक आभार व्यक्त गर्दछु र बासु शशी र कृष्ण जोशी दुवैप्रति फेरि पनि श्रद्धाञ्जली अर्पण गर्दछु। नमस्कार। धन्यवाद हृदय। कर्मयोगी हुनुहुन्छ, तपाईँका कर्मका फेयरिस्ट सुनिरहँ जस्तो लागिराखेको थियो। छोटोमा महत्त्वपूर्ण मन्तव्य राखिदिनु भएको छ। वसन्त दाइ हुनुहुन्छ, पुरस्कृत हुनुभएको छ। मलाई चाहिँ वसन्त दाइको मन्तव्य भन्दा पनि वसन्त दाइ ठ्याक्क उभिनुहोस् र मन्द मुस्कान मात्रै छोडिराख्नुहोस् भने जस्तो लाग्छ। कोही कोही मान्छेको अनुहारमा अथवा ओठमा हुनेको मुस्कान यति प्रिय हुनु रहेछ। तपाईँले याद गर्नु होला, वसन्त चौधरी उभिएर हाँसिदिनु भयो भने, मुस्कान छोडिदिनु भयो भने, मुस्कुराउनु भयो भने त्यो घन्टौँको मन्तव्य जस्तो लाग्न सक्छ। यसको अर्थ आज दाइले नबोल्नुहोस्, हाँस्नुहोस् र जानुहोस् भनिराखेको छैन। दाइ तपाईँको मुस्कान सहितको मन्तव्य कस्तो हुन्छ होला, बडो सुनिरहँ जस्तो लाग्छ। पक्कै पनि फेरि दिन दाइ लानु बोल्नुहुन्न। कैयौँ ठाउँमा मैले उहाँको मन्तव्य सुनेको छु। आफ्नै माता पिताका नाममा खोल्नुभएको संस्थाले हरेक वर्ष 2-3वटा कार्यक्रम गर्छ। त्यहाँ दाइले लामो बोलिदिए हुन्थ्यो जस्तो लाग्छ। 2-4 मिनटमा मन्तव्य सकिन्छ। तर फेरि त्यो मन्तव्य अत्यन्तै सार्वजनिक हुन्छ। म
आजका पुरस्कृत व्यक्तित्व वरिष्ठ साहित्यकार आदरणीय वसन्त चौधरीज्यूलाई मन्तव्यका लागि आमन्त्रण गर्छु। धन्यवाद। भनिन्छ साहित्य केवल शब्दहरूको संयोजन मात्र होइन, यो त आत्माको स्वर पनि हो। यस समारोहका सभाध्यक्ष आदरणीय श्री काली प्रसाद रिजालज्यू, समारोहका विशिष्ट अतिथि समादरणीय श्री यादव खरेलज्यू, मञ्चमा आसीन आज सम्मानित हुनुभएका स्रष्टाद्वय, संस्थालाई नेतृत्व प्रदान गरिरहनुभएका, संस्थालाई चलायमान गराइरहनुभएका महानुभावहरू, दर्शक दीर्घामा बस्नुभएका साहित्य, कला, संस्कृति, शिक्षाका पर्यायका रूपमा रहेका मूर्धन्य स्रष्टाज्यूहरू, यहाँहरू सबैलाई म हार्दिक नमन गर्दछु र सर्वप्रथम सत्य र धर्मको विजयको पर्व श्री रामनवमीको पावन अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। मर्यादा पुरुषोत्तम श्री रामको कृपाले मुलुकमा राम राज्य स्थापना होस् भन्ने कामना पनि गर्दछु। आज हाम्रा प्रिय बासु शशी दाईको 90औं जन्म जयन्ती। आज हामी एक यस्तो सर्जकलाई सम्झिन र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छौँ, जसले शब्दलाई केवल अभिव्यक्तिको माध्यम होइन, जीवनको गहिरो अनुभूति बनाउनु भयो। हजुर, उहाँ हामी सबैले आदर गरेका व्यक्ति स्वर्गीय बासु शशी दाई। उहाँको लेखनी अत्यन्त सरल थियो, तर त्यसमा गहिरो चेतना र मानवीय संवेदना बग्थ्यो। उहाँले साहित्यलाई केवल सौन्दर्यमा सीमित राख्नु भएन, जीवनका यथार्थ, पीडा, प्रेम र सङ्घर्षलाई पनि उत्तिकै सशक्त ढङ्गले प्रस्तुत गर्नुभयो। बासु शशी दाईका शब्दहरूमा एउटा शान्त शक्ति थियो, जसले पाठकलाई सोच्न बाध्य पार्थ्यो र आफूभित्र सञ्चय गर्न सिकाउँथ्यो। उहाँका रचनाहरू फगत पढ्ने वस्तु थिएनन्, अनुभव गर्ने यात्रा थिए। उहाँको साहित्य समाजको दर्पण मात्र होइन, मार्गदर्शन पनि थियो। सरल भाषा, स्पष्ट विचार र गहिरो भावना, यही नै उहाँको पहिचान थियो। आज उहाँ हाम्रो बीच शारीरिक रूपमा हुनुहुन्न, तर उहाँका सोच, विचार र भावनाहरू अझै जीवित छन् हाम्रो सोचमा, हाम्रो अनुभूतिमा। नेपाली साहित्यका अनेक रत्नहरूमध्येका एक रत्न बासु शशी जस्तो गह्रौँ नामसँग जोडिएको सम्मान प्राप्त गर्नु मेरो लागि असीम गौरवको विषय हो। यस अवसरमा म अन्तर्हृदयदेखि नै
उहाँप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथै बासु शशी स्मृति परिषदका अध्यक्ष कवि तथा गीतकार श्रद्धेय श्री कालीप्रसाद रिजालज्यू, जसलाई म श्रद्धापूर्वक आफ्नो गुरु मान्दछु, किनभने आजभन्दा करिब 4 दशक अघि उहाँले मेरो पाखुरा समाती मलाई समाज सेवाको पाठ सिकाउनु भयो। उहाँप्रति म आफ्नो उच्चतम आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै आजका विशिष्ट अतिथि विभिन्न विधामा आफ्नो पकडलाई कायम राख्नुभएका मेरा अर्का गुरु श्री यादेव खरेलजी, 50 वर्षको मेरो साहित्यिक जीवनमा मलाई साहित्य रचनामा सधैँ झकझकाउने र अगाडि बढ्न प्रेरणा दिने मेरा गुरु हुनुहुन्छ। उहाँको गुरु दक्षिणा मैले सिर्जना गर्ने साहित्यहरू नै हुन सक्छन्। म मेरा साहित्यहरूलाई उहाँमा समर्पण गर्न चाहन्छु। यस परिषदका संरक्षक श्रीमती जुलुम श्रेष्ठज्यू वैद्यज्यूको सुस्वास्थ्य, दीर्घायु एवं दीर्घ जीवनको पनि म कामना गर्दछु। साथै प्रतिष्ठानका आदरणीय पदाधिकारीज्यू, सदस्यज्यूहरू लगायत सम्पूर्ण परिषद परिवारप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। आज मैले प्राप्त गरेको यस सम्मानले मेरो साहित्यिक यात्रामा एउटा नयाँ कोसे ढुङ्गा थपिएको मैले अनुभूत गरेको छु। आज यस अवसरमा बासु शशी स्रष्टा पुरस्कारद्वारा विभूषित हुनुभएका मेरा मित्र जयदेव भट्टराईज्यूलाई म विशेष बधाई दिन चाहन्छु। उहाँ मेरा अनन्य मित्र हुनुहुन्छ र साहित्य कर्ममा उहाँले मलाई सधैँ सघाइरहेको हुनुहुन्छ। त्यस्तै कृष्ण सरस्वती साहित्य पुरस्कारबाट सम्मानित अर्का मूर्धन्य स्रष्टा हरि मञ्जुश्रीज्यूलाई पनि म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आज परिचय दिने क्रममा मेरा मित्र श्री ओम श्रेष्ठ रोदनजीले म प्रति व्यक्त गर्नुभएका भावनाहरूले म अत्यन्त भावुक भएको छु। श्री रोदनजीलाई आभार गर्ने शब्दहरू मैले प्राप्त गर्न सकेको छैन। मैले भित्री मनदेखि नै उहाँलाई माया गर्ने गरेको छु। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, जीवन र मरण शाश्वत सत्य हो। यस संसारमा मानिस आउँछन् जान्छन्, तर साँचो सर्जक सधैँ जीवित रहन्छ, ऊ कहिले मर्दैन। आज यस घडीमा म अमर सर्जक बासु शशी दाईलाई स्मरण गर्दै यहाँहरूबाट बिदा लिन्छु। हार्दिक नमन। धन्यवाद वरिष्ठ साहित्यकार वसन्त चौधरीज्यू, फेरि पनि बधाई ज्ञापन गर्छु। आज कार्यक्रम चलाउनु छ। 2 दिन अगाडि मलाई प्रधानमन्त्रीले कार्यक्रमको तालिका थमाउनु भयो।
बिहानै मैले जय दाइलाई फोन गरेँ, दाइ आज त बोल्नुहुन्छ होला भनेको। म बोल्दिनँ, मलाई बोल्न आउँदैन भन्ने थाहा छैन भन्नु। कहिले आउँदैन दाइ, तपाईँले कहाँ बोल्नु भएन, तपाईँको मन्तव्यको म पारखी हुँ भने मैले बडो जिद्दी गरेर दाइले आज बोल्छु भन्नुभएको छ। फेरि आफै के भन्नुभयो भने म 2-3 मिनटभन्दा बढी बोल्दिनँ है ठाकुर भाइ भन्नुभएको छ। दाइ अब जति बोल्नुहुन्छ म बोलाउँछु दाइको मन्तव्यको लागि। जयदेव भट्टराई बिहानैदेखि झगडा परेको छ दुईजना। मैले 3 मिनट भयो नि बोलिदिनुहोस् त भनेको छु दाइले। धन्यवाद ठाकुरजी, तपाईँले मलाई लागि छुट्याउनु भएको 2-3 मिनट पनि मलाई बढी नै हुन्छ। म त्योभन्दा पनि कम समयमा आफ्नो मन्तव्य टुङ्ग्याउने कोसिस गर्छु। यस गरिमामय सभाका सभाध्यक्षज्यू, वरिष्ठ साधक कालीप्रसाद रिजालज्यू, विशिष्ट अतिथि वरिष्ठ साधक यादव खरेलज्यू, संस्थाका पदाधिकारी उपाध्यक्ष एवं साहित्यकार श्री श्रीराम श्रेष्ठ रोदलज्यू, सल्लाहकार एवं साहित्यकार साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीज्यू, मेरा अग्रज प्रिय कवि आदरणीय दाजु विष्णुवीर घिमिरे, मञ्चमा आसीन सम्मानित मसँगै सम्मान ग्रहण गर्नुभएका सम्मानित स्रष्टा बसन्त चौधरीज्यू, हरिमञ्जुश्रीजी र सरस्वती भाउजू र यहाँहरू सबैप्रति मेरो हार्दिक हार्दिक नमन। सर्वप्रथम श्रद्धेय वासुशशीको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा म अत्यन्त खुसी बनेको छु। यसका लागि सम्बद्ध सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। वासुशशी मेरो साहित्य लेखनको आरम्भकालदेखि सुनिँदै र पढिँदै आएको नाम मात्र होइन, मैले सम्मान गर्दै आएको व्यक्तित्व बन्यो। उहाँको नामसँग जोडिएको, त्यो पनि उहाँको स्मृतिमा 3 दशक अघि नै स्थापित भएर निरन्तर क्रियाशील संस्थाबाट पुरस्कृत हुन पाउँदा म अत्यन्त हर्षित छु। यो पुरस्कार मेरा लागि सम्मान मात्र होइन, आउँदो समयमा अझ सक्रिय बनेर साहित्यमा लाग्ने प्रोत्साहन र ऊर्जा पनि हो। काठमाडौँको ओटुटोल र देवपतनको दूरी त्यति टाढा होइन। उमेर र योगदानले वासुशशी र मेरा बीचको दूरी मेरा लागि निकै कठिन थियो, दुरूह थियो। समयले भनौँ वा उहाँको मिजासिलो स्वभावले गर्दा जीवनका केही वर्ष उहाँसँग निकट हुने शुभ अवसर पाएँ। मलाई लाग्छ वासुदाईसँग निकट नहुने र उहाँको आँगनमा पाइला नटेक्ने कमै साहित्यकार हुनुहोला यतिखेर। पछिल्लो छिमलका हामी जस्ताले पनि उहाँसँग निकट हुने अवसर पायौँ। यसैबीच उहाँद्वारा सम्पादित र प्रकाशित सञ्चय डाइजेस्टसँग पनि जोडिन पुगेका दिन म अहिले स्मरण गर्न चाहन्छु। यहाँनिर म अर्का अग्रज स्रष्टा कृष्ण जोशी राईलाई पनि स्मरण गर्दै उहाँप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। 2044 सालको वैशाख 27 गतेको पहिलो साक्षात्कार सम्झिरहेको छु। वासुशशीसँग पहिलो पटक भेट गरेको दिनको र सम्झिरहेको छु त्यस दिनको संवाद पनि। तपाईँ लेख्नुहुन्छ? लेख्दिनँ, तर साहित्यमा रुचि छ। लेख्नुहोस् अनि अध्ययन पनि प्रशस्त गर्नुहोस्। तपाईँकै हस्ताक्षर सबभन्दा महत्त्वपूर्ण कुरा हो। झन्डै 4 दशक अघि पहिलो भेटमै उहाँसँगको संवाद मेरा लागि साहित्यमा पाइला चाल्ने बाटो बन्यो। 1 वर्ष पनि नबित्दै मेरो पहिलो रचना प्रतिष्ठित पत्रिका रचनामा प्रकाशित भयो। म आदरणीय रोचक दाईप्रति पनि आभारी छु। आज लेखनको माध्यमबाट वा भनौँ म आफ्नै हस्ताक्षरबाट चिनिएर तपाईँहरू समक्ष उभिन पाएको छु। उहाँकै नाममा स्थापित पुरस्कार पाएर सम्मानित हुँदा उहाँसँगका संवाद र मेरा लेखनको विगत सम्झिरहेको छु। पुनः एकपटक तपाईँहरू सबैप्रति आभार प्रकट गर्दै सम्मानित व्यक्तित्व बसन्त दाजु र हरिजीप्रति हार्दिक बधाई र म यो संस्थालाई निरन्तर सक्रियतापूर्वक यहाँसम्म ल्याइपुर्नलाई विशेष योगदान दिनुहुने संस्थासँग आबद्ध प्रद्युम्न जोशीजीप्रति पनि हार्दिक हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद। धन्यवाद आदरणीय जयदेव भट्टराई दाजु र बधाई पनि। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अघि हलमा प्रवेश गरेसँगै राजेश दाइले मलाई गाली गर्नुभयो, तिमी कार्यक्रम छुट्याउने नाममा समय तोक्छौ, के गर्छौ, यो नगर। झुक्किएर पनि यादव दाइलाई समय तोक्यो भने राम्रो हुन्न।
यादव दाइलाई समय तोक्नै पर्दैन। यति छोटो बोल्नुहुन्छ, यति मार्मिक बोल्नुहुन्छ, यति गर्विलो मन्तव्य राख्नुहुन्छ। तिमीले त्यो समय नतोक है, दाइले 8-10 मिनटभन्दा त्यति बोल्ने बानी छैन दाइको भन्नु। मैले त्यो हैसियत र हिम्मत पनि राखिनँ। आजका विशेष अतिथि आदरणीय यादव खरेलज्यूलाई मन्तव्यका लागि म हार्दिक अनुरोध गर्दछु। मेरो सबैमा नमन छ। सबै आदरणीय हुनुहुन्छ, 101 मान्छे उपस्थित हुनुहुन्छ यहाँ, नाउँ लिएरै साध्य हुँदैन, त्यसैले मेरो नमन छ। अब यो आज मलाई सम्झनु भयो, यो आज विशेष दिन, यो यसमा आज जो स्रष्टाहरू सम्मानित हुनुभयो, पुरस्कृत हुनुभयो, त्यो उहाँहरूलाई मेरो बधाई छ, हार्दिक बधाई छ। र यो धेरै जसो के हुन्छ भने यो सम्मान र पुरस्कार उचित पात्रहरूलाई गएन भने, त्यो गलत पात्रहरूलाई गरियो भने त्यो पुरस्कार र सम्मान नै अपमानित हुन्छ, त्यो नै त्यसकै अवमूल्यन भएर जान्छ, त्यसको भ्यालु मूल्य पुरा घटेर जान्छ अरू सबैको आँखामा। तर आज जो पात्रहरू छानिनु भयो, अत्यन्त उचित पात्रहरू छानिनु भयो, अब को बसेर छान्नु हो के गर्नु हो, तर अत्यन्त उचित पात्रहरूको छनौट गर्नुभयो, विभिन्न क्षेत्रबाट गर्नुभयो। उहाँहरूको पृष्ठभूमि यहाँ आइसक्यो, उहाँले के गर्नुभयो कसो भयो भन्ने त्योबाट थाहा हुन्छ, अत्यन्त उचित पात्रहरू हो उहाँहरू। अब यो प्रतिष्ठान, यो बासुशशी प्रतिष्ठान चाहिँ अब यो बासुशशी चाहिँ एकदमै अल्पायुमा देहान्त हो। बासुको बेलै नभइकन अल्पायुमा, र मेरो चाहिँ नि अलि साथी सँगै सहकार्य गरेको, सँगै काम गरेको त्यो भए हुनाले एक किसिमको साथीको नाता नै जस्तो थियो। एक त बासुशशीको बानी सबैप्रति नम्र हुने, त्यो अभिमान नभएको मान्छे। त्यत्रो विधि किताबहरू बासुशशीका सिर्जनाहरू छन् तपाईँको, विविध विधाहरूमा छ। नेपाली साहित्यको एउटामा मात्रै होइन, तपाईँको गद्य पद्यका विविध उपविधाहरूमा लेखा किताबहरू छ, थुप्रै किताबहरू छ बासुशशीमा। अब त्यत्रो सिर्जना भएर पनि त्यो अभिमान छैन बासुशशीमा। अनि जोसँग पनि मिल्ने, जोसँग पनि साथीभाइ जस्तो व्यवहार गर्ने, त्यो पशुपतिमा कहिले पनि दर्शन गर्न गऱ्यो भने त्यहाँ बासुको घर बासुशशीको त्यहाँ माथि देवपाटन जयबागेश्वरी भन्छ, त्यो जयबागेश्वरीको त्यो माहलापट्टि थियो। अनि त्यो भाउजू त अहिले पनि भाउजूको चाहिँ अलिकति मेमोरी अब कमजोर भएर गएछ। अस्ति एउटा कार्यक्रममा भेटेको थिएँ मैले, त्यति सम्झना कम भएछ। अनि उहाँले चिया खुवाउनुहुन्थ्यो, अनि बासु हामी बसेर कुराकानी गफ गरिरहन्थ्यौँ। त्यो त्यस्तो थियो। अब त्यो यति धेरै र अन्तिम अवस्था, मलाई जहिले पनि बासुलाई सम्झ्यो कि मलाई एकदमै अलिकति धक्का लाग्ने जस्तो चाहिँ के भन्दाखेरि, त्यो बासुको देहान्त हुनुभन्दा अगाडि बासुलाई क्यान्सर भएको छ। मैले यो सन्दर्भबाट बाहिर गएँ कि गाउँमा, तर यो बासुको भावनाले मलाई यो भन्नु जस्तो लाग्यो। त्यो क्यान्सर भएर अन्तिम अवस्थामा पुग्यो भन्ने त्यो सुने मैले, त्यो सुने। अनि हेर्न गएँ, त्यो बासु चाहिँ त्यो घरमा नभएर त्योभन्दा अलिकति माथि त्यहाँ मन्दिर छ, त्यो मन्दिरको यता साइडपट्टि त्यहाँनिर बासु, त्यहाँ त्यो मलाई लाग्छ छोरीहरूको घर हो कि कसको के थियो, त्यहाँनिर बसेँ। त्यहाँ बसेपछि अनि गएर बासुलाई अनि बासु भनेर उ गरेर गरेँ, एकदम अन्तिम अवस्थामा भनेर। अब
अनि झकझकै यो गरेर अनि मलाई त्यसको कथा हो क्या, त्यो चाहिँ बासुले लेखे। लोइपापी भन्ने मैले चलचित्रहरू, विभिन्न चलचित्रहरू बनाएँ मैले, कथानक चलचित्रहरू। त्यो बनाउँदाखेरि चाहिँ नै हरिवंश र मदन कृष्णलाई त्यो बेला उनीहरू मह भनेर चाहिँ के गर्थे, तर त्यति पपुलर भइसक्यो, यतापट्टि थिएन, यो सिनेमापट्टि थिएन। अनि मैले मदन कृष्ण र हरिवंशलाई एउटालाई लोभी एउटालाई पापी बनाएर अनि त्यो कथा चाहिँ नि त्यो पटकथा मैले लेखेँ, अनि त्यो डाइरेक्सन लगाने त्यो सबै मेरो थियो। तर अनि त्यो बनाएको थियो त्यो लोभी पापी, अनि त्यसमा चाहिँ पनि सहकार्य पनि भयो। त्यो यो सन्दर्भ बासु शशीको आएर अब स्रष्टाहरू आज जो सम्मानित हुनुभयो, जो अभिनन्दित हुनुभयो, उहाँहरू अत्यन्त उचित पात्रहरूलाई गरियो। अब यो उहाँहरूले छनौट गर्दा एकदम राम्रोसँग गर्नुभएको रहेछ। त्यसले गर्दाखेरि पुरस्कारको महत्त्व पनि बढ्ने हुन्छ, पुरस्कार राम्रो पनि हुन्छ। त्यो आजको चाहिँ नि एकदम चित्त बुझ्दो यसो हेर्दा, पृष्ठभूमि हेर्दा कस्तो मान्छे पुरस्कृत भयो भन्दाखेरि उचित पात्रहरू पुरस्कृत भए, उहाँहरूलाई पनि बधाई छ। धन्यवाद। हार्दिक आभार व्यक्त गर्छु। आजका विशेष अतिथि सुप्रसिद्ध गीतकार, चलचित्र निर्देशक आदरणीय यादव खरेलज्यूप्रति। कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजका सभाध्यक्षज्यू, बासु शशी स्मृति परिषदका अध्यक्ष, वरिष्ठ कवि, सुप्रसिद्ध गीतकार आदरणीय कालीप्रसाद रिजालज्यूलाई मन्तव्य राखिदिनु हुन अनुरोध गर्छौँ र सभा विसर्जन गरिदिनु हुनका लागि पनि आग्रह गर्छौँ। नमस्कार। अब धेरै कुरा त पूर्व वक्ताहरूले भनिसक्नु भएको छ र बासु शशीसित त मेरो ज्यादै नजिकको सम्बन्ध भयो र धेरै समयसम्म हामी मतलब सँगै मतलब बस्ने, गफ गर्ने, एकअर्काको कुराहरू सुन्ने, सुनाउने हामी गर्थ्यौँ है, त्यस्तो भयो। तर एकाएक दिन एउटा यस्तो पनि आयो, हामी घन्टौँ बसेर कुरा गर्ने, त्यस्तो गर्ने मान्छेहरू चुपचाप बस्नु पर्ने, बासु शशी बोल्न नसक्ने र हाम्रो बसाइ के भयो भने मैले शशीजीलाई हेर्ने, मनमा नै धेरै कुराहरू मतलब सम्झने गर्ने, उहाँले मलाई हेर्ने, यही मात्रै भयो। त्यसै हुनाले यो बासु शशी जी एक किसिमको भन्ने हो भनेदेखि छोटैमा भन्नु पर्दाखेरि उहाँ मेरो विचारमा एउटा ज्यादै नै प्रबुद्ध भन्नुहोस्, ज्यादा नै महत्त्वपूर्ण साहित्यकार हो। तर त्योभन्दा पनि बढी मलाई भन्नुपर्दाखेरि बासु शशी एउटा ज्यादै नै भद्र, ज्यादै नै प्यारो, ज्यादै नै राम्रो मानिस हो र मेरो मित्र हो। म आज पुरस्कृत हुने, आज सम्मानित हुने सबैप्रति म बधाई दिन चाहन्छु।
यसले तपाईहरुलाई भविष्यमा पनि अझ धेरै राम्रो लेख्ने बासुपछि शशीको उसबाट प्रभावित भएर लेखनबाट प्रभावित भएर अझ राम्रो राम्रो रचनाहरू गर्ने एउटा प्रेरणा प्राप्त होस् भनेर म भन्दछु। र अब यो एक किसिमले भन्ने हो भनेदेखि अब हामी एउटा औपचारिकता जस्तो पनि हुन्छ यो गर्दछौँ। तर के भनेदेखि सबभन्दा ठुलो कुरो चाहिँ के भनेदेखि बासु शशीले जुन बाटोमा आफूले हिँड्नुभयो, जुन किसिमको साहित्य सिर्जना उहाँले गर्नुभयो, त्यसबाट हामीले प्रेरणा लियौँ र त्यसबाट हामी आफूले पनि केही गर्ने, एउटा केही सिर्जना गर्ने आफ्नो प्रयास गरौँ, केही गर्न सकौँ। त्यही नै सबभन्दा ठुलो कुरो हुन्छ। म धेरै बोल्न चाहन्न। अब यो अहिले यस्तो अवस्थामा म यति भन्दछु कि बासु शशी नेपालका साहित्यकारहरूमा एउटा भिन्दै व्यक्तित्व भएको, भिन्दै एउटा विशेषता भएको व्यक्ति हुनुहुन्थ्यो उहाँ। त्यो म अहिले पनि म सम्झिन्छु। धेरै साहित्यकारहरू हुन्छन्, तर उहाँ राम्रो साहित्यकार मात्रै होइन, राम्रो कवि मात्रै होइन, उहाँ राम्रो व्यक्ति पनि हो। त्यसैले उहाँबाट त्यो प्रेरणा हामीले लिनुपर्दछ। म अहिले जति पनि यस अवसरमा सम्मानित हुनुभएको, पुरस्कृत हुनुभएको छ, उहाँहरूलाई म बधाई दिन्छु। यो एउटा विशेष एउटा अवसर हो, विशेष एउटा एक किसिमको एउटा अब आज भएको एउटा यो एउटा विशेष किसिमको हाम्रो साहित्यकारहरूले दिएको एउटा स्नेह हो। यसलाई अब हामी सबैले त्यही रूपमा लिनुपर्दछ। र अब आज जति पनि सम्मानित हुनुभएको छ, आज जति पनि पुरस्कृत हुनुभएको छ, म उहाँहरूलाई फेरि पनि बधाई दिन चाहन्छु। बासु शशी एउटा नाम भएको पुरस्कारबाट सम्मानित हुनु एउटा गौरवको कुरा हो र हामीलाई उहाँको नामले नै केही अझ गर्ने मतलब प्रेरणा दिइरहन्छ। त्यो प्राप्त होस् भनेर भन्न चाहन्छु। र म अब धेरै नबोलौँ, म फेरि पनि यहाँहरूलाई सबैलाई धन्यवाद दिन्छु। र यहाँहरूको जुन किसिमको स्नेह यो संस्थाले पाएको छ, जुन किसिमको एक किसिमले एउटा महत्त्व यसले पाएको छ, त्यसपछि त्यसको लागि म तपाईँहरूपछि अनुग्रहित हुन्छु र तपाईँहरूसित बिदा माग्दछु। धन्यवाद। अब यसैको साथ अब केही छैन भने कार्यक्रम पनि समापन गरौँ अब।